सो हे गाइज हामी चाहिँ अहिले अस्तिर घुम्न गइरहेको छौँ। गाइज देख्न सक्नुहुन्छ अगाडि 3 बाई छ नि। यस्तो छ यहाँको बाटो गाइज, डेन्जर बाटो छ यहाँ। हो यस्तो बनाएको छ। यहाँ के बनाएको छ यो थाहा छैन हामीलाई, यहाँ हेर्नै जानुपर्ने हुन्छ। गएर हेर न के छ। यस्तो रहेछ पोखरी, यस्तो छ। बन्द है यसलाई भन्छ गाइस 5000 है। देख्न सक्नुहुन्छ यहाँ मेरो भाइ छ रोशन। देख्न सक्नुहुन्छ यस्तो छ है। यसलाई बाँड भन्छ होला सायद, मलाई नि त्यति त थाहा छैन भने चाहिँ सायद त्यसलाई बाँड भन्छ होला जस्तो लाग्छ है। म चाहिँ किन बाह्र गयो यो विकास गर्न तल रोडमा गरेर अलि खर्च गर्नु हुन्छ। रोड भनेको भाइ एकचोटि पानी आएर खतम बनाउँछ, यो भनेको टिकिरहेको छ भाइ। त्यहाँ बुझ्दै 2-4 दिन हो अनि गाइस वेलकम। जाउँ पर्ने यो भन्ने चाहिँ सल्लाह मेरो भन्दा न सल्लाह चाहिँ हाम्रो होइन। त्यहाँ पढेर त्यहीमा डेन्जर बनाएको छ है त्यो तिर्दा है। त कसरी खोपो क्या त्यो भन्ने कुरा चाहिँ। माथिबाट बर्सात क्या यहाँ राम्रो बनाएको रहेछ यतिको त। एउटा धारण छ गाइज है। मनिष भाइ यो चाहिँ नठाउनु यार भाइ। हस् हस् लाग्दै गर्नुहोस्। तिम्रो काम सिद्धियो भने बरु छोड। यति चिसो पानी छ नि गाइस यहाँको। मूलको पानी नि त ओरिजिनल मूल भन्छ नि यसलाई। पुल हो पुल। जाए जरा ढूंढ के लाए न जाने दिल कहाँ खो गया। हो चिनारे का कहीं मादिना भाइ। यो गाइस यो गाइस छैन केही छैन समस्या अलिअलि। मनिष भाइ यस्तो छ गाइस यहाँ होइन सल्लाह। ए सरी यसलाई के भन्छ रोशन? खस्रो नाइ यसलाई भन्छ खस्रो गाइस। देख्न सक्नुहुन्छ खस्रो भन्छ। अनि यो ठाउँको नाम चाहिँ गाइस तारेभिर है त। तारेभिर भन्छ होला गाइस। लास्टै उकालो छ गाइस। यस्तो छ अति उकालो बनाएको छ यहाँ। पहिला त यति उकालो थियो, यति उकालो लडेको गाइस होइन। यति उकालो थियो पहिला, लास्टै उकालो थियो क्या झन्। अहिले बरु थोरै थोरै यस्तो बाटो बनाएर सहज बनाएको छ। यहाँ चाहिँ यस्तो छ गाइस देख्न सक्नुहुन्छ है। ढुङ्गै ढुङ्गाको बिचमा वाउ। देख्न सक्नुहुन्छ गाइस यस्तो छ यताको। बहुत शरारती केटाहरू छन् गाइस। मरियो गलियो चढौँ। यहाँनिर नि गाइस यस्तो ठाउँ छ है। गुफा छ क्या, खतरा गुफा छ। यस्तो दामी गुफा छ। त्यसपछि फेरि यहाँनिर हजुरहरूले ढुङ्गाले हान्नुभयो भने मादल पनि बच्छ गाइस। ओए
त्यहाँबाट झरिएर नि फेरि उँधो केयरफुली गाइज यहाँबाट ढुङ्गाले हान्नुभयो भने पनि यहाँनिर टक्क तपाईँले मादल गिटार सारङ्गी जस्ता धेरै चिजहरूको तपाईँले आवाज सुन्न सक्नुहुन्छ गाइज यहाँनिर है ओ माई गड यहाँ हेर्नुहोस् गाइज यताको नजारा यताको भ्यू देख्न सक्नुहुन्छ गाइज ऊ त को नगिन्द्र काका जस्तो छ त यार यहाँबाट चाहिँ हाम्रो छिर्ने होला ओए होइन गाइज ढोक्दै जानुपर्ने हुन्छ हामीले है गाइज सुन्न सक्नुहुन्छ अझै हानु न यस्तो खोबिडाहरू छ नि यहाँनिर जाने ठुलो ढुङ्गा छैन देख्न सक्नुहुन्छ गाइज यहाँ खोबिडाहरू छ नि हो यस्तै बजारै यस्तो बनाएको क्या गाइज देख्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ मादलको चिन्ह यहाँनिर छ है अनि हो नि यहाँ मादल चिन्ह छ यहाँ अरू के छ त्यो अहिले देखिँदैन क्या फेरि यहाँ चाहिँ मादल चिन्ह चाहिँ ट्याक्कै देखिन्छ है ओ यहाँनिर पूजा नै गरेको छ गाइज अब यहाँ गाइज देख्न सक्नुहुन्छ आँखा छ यहाँनिर आँखा झन्डै फुटाइदिएछ हानेर होइन ओ यो के हो यो जुन हो क्या हो जुन जस्तै छ सूर्य यस्तो छ क्या यता हामी यहाँनिर छिर्छौँ ओ माई गड यार यहाँ त कस्तो छ त यार यहाँ त हो माई हो यस्तो छ धुलो है यहाँ चाहिँ नछिरौँ मैले यहाँ जे पनि हुनसक्छ यस्तोमा जे पनि बसिरहेको हुन्छ है हामी रिक्स लिन मिस्टोमा हामी फर्किन्छौँ तेरे बिना मिल्छ गेट छ नि तल खोइ मेरो ज्याकेट ल्याऊ त